नमस्कार दर्शकवृन्द, सम्पूर्णमा स्वागत छ आजको नयाँ भिडियोमा। दर्शकवृन्द, भोलिदेखि हङकङमा चाहिँ बृहत भलिबल प्रतियोगिता सुरु हुन गइरहेको छ हैन। पर्वत क्लब हङकङद्वारा चाहिँ 10औं पर्वत कप 2026 10औं खुल्ला महिला तथा पुरुष भलिबल प्रतियोगिता एकदमै पुरस्कार राशि पनि एकदमै राम्रो रहेको छ हैन। हङकङ चाहिँ $14,000 हङकङ प्राइज रहेको छ, जसमा चाहिँ नेपाली हिसाब गर्ने हो भने करिब 2,80,000 जतिको चाहिँ खुल्ला पुरुष भलिबल प्रतियोगिता हुँदैछ हङकङमा। र धेरैभन्दा धेरै खेलाडीहरू नेपालबाट पनि जानुहुनेछ, कुनै पनि क्लबबाट। त्यस्तै गरी उही विदेशमा रहनुभएका खेलाडीहरू पनि आउनुहुनेछ, सुपेन्द्र परियार, त्यस्तै गरी महिला तर्फबाट कामना विष्ट जस्ता खेलाडीहरू चाहिँ यो 10औं पर्वत खुल्ला तथा महिला भलिबल प्रतियोगितामा सहभागिता हुनुहुनेछ। एकदमै अर्को खुसीको कुरा के छ भन्दाखेरि हामीले चाहिँ यहीँ नेपालमा बसी घरमै बसी पनि लाइभ हेर्न पाउनेछौँ। नेपाली कमेन्ट्रीमा एकदमै बवाल हुनेछ हैन। 10औं पर्वत कप 5 अप्रिल बाट सुरु हुने, भोलिदेखि सुरु हुने। भोलि चाहिँ 9 बजेदेखि सुरु हुनेछ। यो चाहिँ हङकङको चाहिँ चुनमुन बटरफ्लाई भन्ने ठाउँमा चाहिँ सुरु हुनेछ। तपाईँलाई चाहिँ अरू कुरा धेरै किन चाहियो र तपाईँ चाहिँ लाइभ हेर्न पाउनुहुन्छ यहीँबाट हैन। त्यस्तै गरी उही हुनुहुन्छ भने त्यो लोकेसनमा तपाईँ त्यहाँबाट जान सक्नुहुन्छ। बाँकी डिटेल्स म तपाईँलाई दिनेछु हैन। टोटल चाहिँ अहिलेसम्म हेर्ने हो भने चाहिँ महिला पुरुषतर्फ चाहिँ टोटल 8वटा टिमले चाहिँ सहभागिता जनाएको छन्। एउटा रहेको छ पर्वत, एउटा पुन क्लब भन्ने छ, एउटा हात्तीखोला क्लब रहेको छ, एउटा मकाउ भन्ने रहेको छ। त्यस्तै गरी लमजुङ क्लब पनि सहभागिता हुनेछ। बागलुङबाट पनि बागलुङको टिम पनि सहभागिता हुन्छ। हङकङमा पनि धेरै नेपाली खेलाडीहरू, बागलुङका खेलाडीहरू हुनुहुन्छ। त्यस्तै गरी हलेसी, त्यस्तै गरी घान्द्रुकबाट चाहिँ टोटल गरी चाहिँ 8वटा टिम चाहिँ यो अहिले 10औं पर्वत कप हङकङमा चाहिँ निकै बवाल हुनेछ। तपाईँ देख्न सक्नुहुन्छ, म तपाईँलाई स्क्रिनमा राखिदिनेछु। प्राइज लिस्ट तपाईँको पुरुष भलिबलतर्फ 14,000 हङकङ डलर रहेको छ। ट्रफी मेडल प्रमाणपत्र, सेकेन्ड पुरस्कार हङकङको $8,000 रहेको छ। त्यस्तै गरी हङकङको बेस्ट प्लेयरलाई चाहिँ $1,000 चाहिँ हङकङको दिइनेछ। सो अहिले चाहिँ हङकङ हिसाब गर्ने भने चाहिँ नेपाली हिसाब गर्दाखेरि $1 को चाहिँ ₹18 हुन जान्छ। त्यस्तै गरी महिलातर्फ चाहिँ 8,000, 5,000 गरिनेछ। बेस्ट प्लेयरलाई चाहिँ $500 हङकङ डलर दिइनेछ। 10औं खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगिता तपाईँले हामीले लाइभ घरमै बसी हेर्न पाउनेछौँ। घम गुरुङ दाइको युट्युब च्यानल पर्वत भलिबल टिभीबाट हामीले नेपालमै बसी उक्त खेल लाइभ हेर्न पाउनेछौँ। यही जानकारी दिन आएको छु। र हेर्नु, नेपालमा पनि अहिले हिजोदेखि चाहिँ भलिबल सुरु भएका छन्। बागलुङको तमान, त्यस्तै गरी यता स्याङ्जातिर पनि भलिबल भइरहेको छ। त्यस्तै गरी बझाङतिर पनि खेल भइरहेको छ। त्यहाँ चाहिँ सुरेन्द्र केसीको टिम गएको छ। तपाईँ लाइभ हेर्नको लागि युट्युबमा गएर चाहिँ पर्वत भलिबल टिभी, त्यस्तै गरी नमस्ते टिभी बाट पनि हेर्न सक्नुहुन्छ। युट्युबको सर्च बारमा गएर तपाईँले नेपाली भलिबल टुडे हान्नुभयो भने चाहिँ तपाईँले त्यहाँबाट 3-4वटा खेल भइरहेको छन्, त्यहाँबाट तपाईँले अहिले हेर्न सक्नुहुनेछ यो भिडियो बनाउने बेलासम्म। सो त्यही हो, देश विदेशमा रहेका नेपाली भलिबलको बारेमा जानकारी लिनुको लागि हाम्रो यस च्यानललाई सब्सक्राइब गर्नुहोला। त्यही भन्न चाहन्छु, बेल आइकनलाई प्रेस गर्नुहोला। धन्यवाद। जय भलिबल, जय खेलकुद।